हेलो गाइज, नमस्ते सबैजनालाई। अनि मेरो नाम चाहिँ दिपेन गा। आज चाहिँ म के गर्न गएको भने एकदम के अरे सस्तो अनि एकदम महँगो टाइपको। अनि कस्तो छ टेस्ट चाहिँ कसको, यो चाहिँ सस्तोमा, यो चाहिँ सस्तो, यो चाहिँ 20 को चाउमिन अनि 20 को चाहिँ मोमो छ। यसको टेस्ट चाहिँ कस्तो छ अहिले हेरौँला। अनि अर्को चाहिँ छ, अर्को चाहिँ 50 को मोमो अनि यो चाहिँ 60 को चाउमिन है। टेस्ट चाहिँ कस्तो छ। अनि पहिला चाहिँ यो गाइज, यो चाहिँ चाउमिन, यो चाहिँ 60 रुपियाँवालाको, यो चाहिँ इन्डियामा 60 वालाको। जस्तो जस प्याकिङ चाहिँ राम्रो भएर आएको छ, प्याकिङ चाहिँ राम्रै भइरहेको गाइज। कति छ हेरौँ ल। अनि यसको टेस्ट चाहिँ कस्तो छ अहिले चेक गरेर हेर्नु ल, चेक गरेर हेरौँ ल गाइज। यो चाहिँ एकदम राम्रो चाहिँ देखेको छ है गाइज, एकदम राम्रो चाहिँ देखिरहेको छ। अनि यसमा चाहिँ मलाई चाहिँ एउटा चटनी चाहिँ दिएको छ, दुईवटा चटनी दिएर रहेछ। एउटा चाहिँ यो चाहिँ टमाटर सस हो अनि यो चाहिँ चिल्ली सस, दुईवटा चाहिँ चटनी दिएर रहेछ। यो चाहिँ म यही साइडमा राख्छु। अनि अर्को चाहिँ मसँग यो चाहिँ 50 को मोमो छ। यो चाहिँ थोडा साइडमा गर्नु पर्ला। 50 को मोमो चाहिँ तीनटा चाहिँ चटनी दिएछ, तीनटा। एउटा चाहिँ म्युनिस दिएको छ अनि चाहिँ दुईवटा चाहिँ यस्तो चटनी छ। यी कस्तो चटनी अहिले हेरौँ ल। अहिले चाहिँ यो चाहिँ क्या प्लेटमा हालेर त्यो। अनि गाइज यता चाहिँ छ मसँग चाहिँ 20 रुपियाँको चाहिँ 20 रुपियाँको चाउमिन, अलिकति प्याकेटिङ पनि अलिकति यस्तोमा दिएको छ। अघि अर्को चाहिँ यो 60 वाला चाहिँ अलिकति राम्रो गरेर दिएको। अनि यो 20 कोमा चाहिँ मलाई एउटा प्लास्टिकको चम्चा पनि हालिदिएको छ। अनि यसलाई चाहिँ प्लेटमा हालौँ, कस्तो छ गाइज। टेस्ट चाहिँ धेरै फरक छ। जस अर्को अलग दिएर चाउमिन पनि गाइज हेरिदिनु होला। यहाँ चाउमिन चाहिँ मैले यहाँ प्लेटमा हालेर, यो चाहिँ सानो चाहिँ 20 को हुँदो रहेछ। किनकि त्यहाँ चाहिँ यो अर्को रेस्टुरेन्टहरूमा चाहिँ 20 रुपियाँको चाहिँ पाउन्न, रेस्टुरेन्टहरूमा चाहिँ 20 रुपियाँको चाहिँ पाउन्न। तर यो मैले 20 रुपियाँको चाहिँ ठेलामा किनेको गाइज, बाहिर रोडको छेउमा ठेलामा बेचेको हुन्छ, त्यस्तोमा किनेको। अनि आयो अर्को मोमो आयो, 20 रुपियाँको मोमो आयो। यो पनि मैले रोडको ठेलामै किने हो, तर पिस चाहिँ एउटै हो। यहाँ पनि यो पनि 50 को 10 पिस अनि यो चाहिँ 20 रुपियाँको 10 पिस। यो चाहिँ रोडको किनेको अनि यो चाहिँ रेस्टुरेन्टबाट दिएको। हेर्नु होला है। यो चाहिँ एकदम चप्पिरहेको है। तर यो चाहिँ योभन्दा अलिकति सेतोमा छ, एकदम सेतोमा छ। अनि यो चाहिँ गोबीको पनि भन्नु न, एकदम भन्न सकेको थिएन होला। अनि यो चाहिँ मोमो चाहिँ गोबीको, यो भेज मोमो हो, दुइटै भेज मोमो। अनि मलाई यो 20 रुपियाँको चाहिँ मलाई के चटनी देखायो भने 20 रुपियाँवाला मोमो चाहिँ मलाई म्युनिज अनि चटनी दिएको छ, दुईवटा मात्रै दिएको छ। अनि यो 50 वालामा चाहिँ मलाई 3टा दिएको थियो। अनि यतापट्टि चाहिँ 60 को चाउमिनमा चाहिँ 2टा दिएछ। अनि यता 20 कोमा चाहिँ यसमा चाहिँ मलाई 3 दिएछ। अनि यतापट्टि चाहिँ यो वाला चाउमिनमा चाहिँ यो चाहिँ 60 को चाउमिन हो, हाफ हो। यो चाहिँ 120 रुपियाँ प्लेट भन्छ, तर मैले हाफ ल्याएको छ गाइज। म चाहिँ अब चटनी चाहिँ म चाहिँ सानो प्लेटमा हाल्छु। अनि कसको चटनी र अनि कसको चाहिँ यो महँगोवाला कस्तो छ अनि यो सस्तो कस्तो छ म तपाईँलाई भन्छु गाइज, होइन। सबैभन्दा पहिला चाहिँ म चेक गर्छु। यसमा चाहिँ म यो चाहिँ 20 रुपियाँवालामा चाहिँ म चाहिँ यो साथीहरू, यो 20 रुपियाँवालाको मोमोमा चाहिँ म चाहिँ यो चटनी चाहिँ म यहीँ हाल्छु साइडमा, म यही साइडमा राख्छु किनकि यो थोरै छ। अनि म फेरि बल्ल मैले खाएर, अनि बल्ल तपाईँहरूलाई म खाएर अनि म भन्छु म तपाईँलाई कस्तो छ है। अनि यो म्युनिज भयो, म्युनिज पनि म यहाँ साइडमा राख्छु, देख्न सक्नुहुन्छ। यतातिर मैले चटनी राखेको छ अनि यतातिर म्युनिज राखेको छ। यो चाहिँ 20 वाला 20 रुपियाँ प्लेट 20 रुपियाँ प्लेट मोमो, भेज मोमो टाइप साथीहरू। अनि यसको चाहिँ चटनी चाहिँ अलिक महँगो बसेर आयो। यो चाहिँ लगभग मलाई लाग्छ यो तिलको चटनी होला। यो चाहिँ त्यस्तै छ, तिलको चटनी जस्तो। यो चाहिँ म्युनिज भयो, तिलको चटनी भयो। अनि यो चाहिँ खोइ यो अलिक रातो छ यो चाहिँ। अनि चाउमिनमा चाहिँ अब त्यही हो,
सोया सस र अनि यो चिल्ली सस छ, यो चाहिँ म नहाल्ने होला गाइज। अनि म चेक गर्छु, म सबैभन्दा चाहिँ म यो सस्तोवाला चाहिँ चेक गर्छु है गाइज। सस्तोवाला चेक गर्छु कस्तो छ। साथीहरू म चाहिँ यो 20 रुपियाँवाला चाहिँ म चाहिँ टेस्ट गर्न गएको छु। यता साइडमा चटनी लिएँ अनि साइडमा चाहिँ म मिउनिस लिन्छु थोरै, म धेरै चाहिँ मलाई मन पर्दैन, हल्काबाट। त्यस्तो मिठो पनि त्यस्तो नमिठो पनि ठिकै छ यो। मतलब भोक लाग्ने बेलामा चाहिँ यो खाना ठिक छ, तर ठिक छ यो ठिक छ। चाहिँ चाउमिनको पालो आयो। म चाउमिन चाहिँ अलिक पहिला सस्तोवालामा चेक गर्छु, किनकि मैले पहिला मोमो सस्तोवाला गरेँ अनि सस्तोवाला चाउमिन गर्छ अनि त्यसपछि बल्ल म अरूको पर्खाइदिन्छु गाइज। यो चाहिँ 20 रुपियाँको चाउमिन। यहाँ चाहिँ के हाल्छ भने सोयाबिन चाहिँ हाल्छ कि गाइज, होइन? सोयाबिन चाहिँ हाल्छ कि सानो सोयाबिन हाल्छ, तपाईँले देख्नु भएको छ नि। अनि यहाँ अलिअलि मटर पनि रहेछ, अलिअलि मटर पनि छ। म त्यो चेक गर्छु। ठिकै छ यो पनि, तर मलाई त्यस्तो मिठो लागेन। तर यो भोक लागेको बेलामा चाहिँ सही छ। अब म ठिकै छ, तर मलाई चाउमिन चाहिँ खासै उस्तो भएन, तर जे हो नि। अनि 20 रुपियाँमा अनि यत्रो एक प्लेट, यो सानो प्लेटमा एक प्लेट आएको त धेरै नै ठुलो कुरा हो, होइन? 20 रुपियाँको हो यो, तर ठिक छ। यहाँ चाहिँ भोक लागेको बेलामा चाहिँ सही छ खानालाई। अनि साथीहरू अब आयो यो 50 रुपियाँको मोमो। 50 को चाहिँ फुल हो, होइन? भेज मोमो। इन्डियामा चाहिँ एकदमै सस्तो छ मोमोहरू। अनि यो 50 को चाहिँ म चेक गर्न चाहन्छु 50 को कस्तो छ। यो पहिला यो तिलको चटनी लिन्छ, तिलको चटनी खानु पर्छ। मेरो चाहिँ मिठो छ भाइ, यो चाहिँ मिठो रहेछ। यहाँ हेर्नु, यहाँ मसलाहरू पनि मस्त हाल्यो खा, मिउनिस लियो, चटनी लियो भाइ। त्यसरी गरेर मस्त मिठो छ। अनि साथीहरू यो पनि एकदम एक नम्बर छ गाइज। 50 मा यो खाएको मस्त छ। अनि गाइज आयो चाउमिन। यो चाहिँ 60 रुपियाँको हाफ हो। मैले रेस्टुरेन्टबाट ल्याएको कस्तो छ। यो चाहिँ लगभग नेपालको चाहिँ त्यसले देख्न खोज्दो रहेछ। सिमला मिर्चहरू अनि यो गाजरहरू, होइन? यो मटरहरू पुरै हालेको छ। म चाहिँ यो चेक गर्छु म कस्तो छ। यो दामी छ, यो चाहिँ एकदम खानु मस्त लायकको छ। यो चाहिँ दामी छ। यो दुईवटा चाहिँ रोडमा ठेलामा किनेको, अनि यो चाहिँ मैले रेस्टुरेन्टबाट ल्याएको। तर यिनीहरू पनि एउटा खाने लायक चाहिँ सही छ, तर दामी छ। तर यिनीहरू पनि यो पनि तर सही छ। 20 को पनि यत्रो धेरै आउँछ। यो चाहिँ 20 को फुल अनि यो चाहिँ 60 को हाफ, तर नम्बर चाहिँ यसमै आउँछ। अनि यो मोमो पनि यो मोमो अनि यो चाहिँ यिनीहरू चाहिँ त्यति साह्रो नमिठो पनि छैन, ठिकै छ भनौँ, होइन साथीहरू? अनि ल साथीहरू, आज मेरो यो भिडियो यति नै। म अलिक राम्रो भिडियो ल्याउने कोसिस गर्छु, किनकि अहिले मसँग त्यति राम्रो फोन पनि छैन। अनि एउटा मोबाइलबाटै एउटा अब त्यस्तो आइफोन पनि छैन नि त। अनि त्यस्तो सानो मोबाइलबाट मैले एक्सेस गरिरहेको छु। अनि अर्को उसमा चाहिँ म खाएको भिडियो पनि ल्याउँछु होला, यदि तपाईँहरूले माया गर्नुहुन्छ भने। अनि सबैजनाले मलाई अनि लाइक, सेयर, सब्सक्राइब पनि गरिदिनु होला। अनि अहिलेलाई यति नै, धन्यवाद।